आज हाम्रो क्रुजको लास्ट डे रहेछ। जाने बेला आइसक्यो। पानी मजाले परिरहेछ, अब एकछिन पानी छोडेपछि मात्रै हामी जान्छौँ। किनभने बोटले जानुपर्छ। हाम्रो चाहिँ पानी छुट्यो। अब हाम्रो लगेजहरू सबै राखिसक्नुभयो। अब चाहिँ एक ट्रिप हामी निस्कियौँ। अब अर्को ट्रिप चाहिँ हामी फेरि जान्छौँ हैन। फेरि अब उहाँहरूले आफ्नो आफ्नो लगाइराख्नु भएको छ ड्रेस। अब हामी फेरि अर्को ट्रिप गइरहेछौँ। जे होस् धेरै रमाइलो भयो। सब त्यहाँका स्टाफहरूले हामीलाई भाइ गरिराख्नु भएको छ। बादल पुरै लागिरहेछ, फेरि पानी पर्छ होला। अहिले बर्सातको सिजन थियो यतातिर। हामीले चाहिँ ओह्राली राख्नु भएको छ। अब यतातिर पारी ल्याएर ओह्राली राख्नु भएको छ। यो चाहिँ ओह्राल्ने ठाउँ हो। उहाँहरू अब ओह्रालेर गइसक्नु हो। हामी चाहिँ यता अब गाडीको लागि वेट गरिरहेछौँ। जहाँबाट हामीलाई रिसिभ गर्नुभएको थियो उहाँहरूले त्यही हामीलाई लगेर फेरि छोडिदिनुहुन्छ, होटलमै छोड्नुहुन्छ। होटलबाट रिसिभ गर्नुभएको थियो। जे होस् कस्तो रमाइलो भएको थियो। कस्तो राम्रो आनन्द लागेको थियो। अब चाहिँ गाडी आइसक्यो। अब यो गाडीमा हामी फेरि होटल जान्छौँ र होटलमा अब हामी चाहिँ होटल पुग्यौँ। होटलमा चाहिँ हामी हाफ डेको लागि होटलमा सामानहरू राखेर हाफ डेको लागि गाडी बुक गरेको र गाडीले अब चाहिँ हामी यहाँ चाहिँ लोकल जुन छ त्यहाँ उनीहरूले घुमाइदिन्छ हामीलाई। अब आयौँ हामी कहाँ त गुफामा घुम्न आयौँ। ठुलै गुफा रहेछ। हाम्रोतिर पनि गुफा छ। उहाँहरूले यो चाहिँ बाँसको रहेछ। बाँसको झाडी उहाँ देखाइराख्नु भएको छ। बाँस त हामी कहाँ धेरै हो। उहाँहरूको भनाइअनुसार यो कृष्ण भगवानजीले ठ्याक्कै त्यो पहाडलाई उठाउनु भएको छ। त्यस्तै रहेछ, ठ्याक्कै पहाडलाई उठाएको। उहाँहरूको पनि त्यही रहेछ मान्यता। अब चाहिँ हामी गुफा भएको ठाउँमा आइपुग्यौँ। अहिले चाहिँ यता बर्सातको सिजन रहेछ। त्यस्तो गुफामा छिर्नुपर्ने। तर गुफामा पनि एकदम राम्रो जे होस् हिँड्ने सबै भड्याङहरू बनाउनु भएको छ। कस्तो सजिलो तरिकाले। यहाँ चाहिँ फोटोसोटो हामी खिचायौँ, एकछिन उभियौँ। तर अब चाहिँ यो गुफामा उता पारी जानुपर्छ। यहाँ पानी छ पुरै। मान्छेहरू उता गइराख्नु भएको छ। हामी आइसक्यौँ घुमेर। सानो ठाउँ छ। फेरि आएर यतातिर अब हामी चाहिँ सपिङ गर्न गइरहेछौँ। एकजना साथीले भन्नुभएको थियो कि यहाँ चाहिँ मोती धेरै राम्रो पाइन्छ दिदी, किन्नु होला भनेर। त्यही ठाउँमा हामी आछौँ मोतीहरू किनिरहेछौँ। हेरिरहेछौँ। पहिला हेरेर र हामी किनेर यहाँबाट केही त लग्छु।